आज म एउटा विशेष भिडियो लिएर आएको छु जो जापानमा विद्यार्थी भिसामा आइसक्नु भएको छ र विशेष गरी जो नेपालबाट अहिले स्टुडेन्ट भिसामा यानी कि विद्यार्थी भिसामा आउन लागिरहनु भएको छ उहाँहरुको लागि एउटा विशेष किसिमको चाहिँ भिडियो लिएर आएको छु। म कति पनि ढिला नगरेर आजको यस भिडियोलाई सुरु गर्न चाहन्छु। तपाईहरु जापानमा विद्यार्थी भिसामा आइसके पछाडी सबैभन्दा पहिले तपाईहरु एयरपोर्टमा आइसके पछाडी तपाईहरुलाई चाहिँ यो एउटा यस्तो कार्ड दिन्छ, यो जायरो कार्ड भन्छ, रेसिडेन्ट कार्ड। यो तपाईहरुलाई दिन्छ र त्यति बेला तपाईहरुले ख्याल गर्नुपर्ने हुन्छ कि तपाईहरुले कति पनि नभुल्नु होला। तपाईहरुको पछाडी यहाँनेर चाहिँ जो विद्यार्थी हुनुहुन्छ उहाँहरुको लागि चाहिँ यहाँनेर 28 घण्टा काम गर्ने भनेर चाहिँ यो जापान सरकारले तोकेको यो चाहिँ रुल्स अनुसार यहाँनेर 28 घण्टा यो काम गर्न सकिने भनेर चाहिँ यो लेखेको हुन्छ। मैले तपाईलाई चाहिँ यो देखाएको छु, अलिकति यो उल्टो देखाएको छ क्यामेराले, तर यहाँनेर चाहिँ यो 28 घण्टा काम गर्न पाउने विद्यार्थीहरुको लागि भनेर चाहिँ यो देखाएको हुन्छ। यो तपाईले यो छाप लगाएको छ कि छैन, यो लेखेको छ कि छैन अनिवार्य रूपमा तपाईहरुले चेक गर्नु होला साथीहरु। यदि तपाईको यो यहाँनेर लेखेको छ र छाप पनि लगाएको छ भने चाहिँ यो ठीक हो। यदि चाहिँ लेखेको छैन र छाप पनि लगाएको छैन भने चाहिँ तपाईले तुरुन्त त्यहाँको चाहिँ सम्बन्धित व्यक्तिलाई जानकारी गराएर तपाईहरुले चाहिँ यो लेख्न अनि छाप लगाउनु होला। किनभने यो तपाईको चाहिँ लेखेको छैन भने, छाप लगाएको छैन भने तपाईहरुलाई फेरि पनि झन्झट हुन्छ। फेरि अर्को दिन तपाईहरु चाहिँ जानुपर्ने हुन सक्छ। त्यसैले चाहिँ तपाईहरुले तुरुन्तै सम्बन्धित व्यक्तिलाई जानकारी गराएर तपाईले चाहिँ यो छाप अनि चाहिँ यो लेख्न लगाउनु होला। अनि हजुरहरु चाहिँ जापानमा बसोबास गर्ने क्रममा तपाईहरु चाहिँ सामान किनमेल गर्न होस्, स्कुल अथवा चाहिँ हरेक नयाँ ठाउँ जाँदा होस्, तपाईहरुले चाहिँ यो जाहेर कार्ड दिएको पछाडी तपाईहरुले अनिवार्य रूपमा तपाईहरुले चाहिँ आफ्नो साथमा बोक्न नभुल्नु होला साथीहरु। किनभने तपाईहरुले यो भुल्नु भयो भने तपाईहरुलाई जुनसुकै बेला पनि तपाईहरुलाई चेकमा तपाई पर्नु भयो भने तपाईले चाहिँ यो कार्ड बोक्नु भएको छैन भने जापान प्रहरीले तपाईलाई दुःख दिन सक्छ। त्यसैले तपाईहरु घरदेखि बाहिर जहाँ जाँदा पनि तपाईहरुले चाहिँ यो कार्ड अनिवार्य रूपमा प्रयोग गर्न होला साथीहरु। किनभने जापानमा बस्नको लागि यो कार्ड अति नै आवश्यक हुन्छ। चाहे स्टुडेन्ट चाहे वर्किङ हरेक तहका चाहिँ विदेशी नागरिकहरुको लागि चाहिँ यो कार्डहरु जापान सरकारले उपलब्ध गराउने भएको भएर यो कार्डहरु तपाईले चाहिँ कहिले पनि नछोड्नु होला। अनि अर्को कुरा, यदि तपाईहरु बाहिर स्कुल कलेज अथवा चाहिँ कुनै काम विशेषले बाहिर जाँदै गर्दाखेरि चाहिँ तपाईहरुले यो जाहेरो कार्ड तपाईहरुले भुल्नु भयो भने तपाईहरुले भुलेको टाइममा चाहिँ तपाईलाई जापान प्रहरीले सोध्न सक्छ। तपाईहरुलाई जुनसुकै बेला पनि जापान प्रहरीले चाहिँ तपाईहरुलाई चेक गर्न सक्छ र त्यति बेला जापान प्रहरीले तपाईहरुलाई भन्न सक्छ कि चोत्तो यी देशका भन्न सक्छ। अनि तपाई चाहिँ कति पनि नातेर तपाईहरु चाहिँ कति पनि नहटबडाएर अनि है दोजो भन्नुस्। अनि त्यसपछि चाहिँ उले सोध्छ तपाईको चाहिँ तपाईलाई सबैभन्दा पहिला चाहिँ तपाईको जाहेरो कार्ड चाहिँ माग्छ उसले, अनि तपाईको यो माग्छ अनि तपाईले चाहिँ यो देखाउनु होला। यदि तपाईले त्यति बेला चाहिँ यो जाहेर कार्ड बोक्न भुल्नु भएको छ र तपाईसँग चाहिँ अरु कुनै त्यस्तो प्रमाण छैन भने तपाईले चाहिँ कति पनि नाहातेर मैले चाहिँ बिर्सिएछु, अलिकति चाहिँ हतार भएको कारणले मैले बिर्सिए, घरमा छ भनेर एकदम चाहिँ नम्र भएर चाहिँ भन्नु होला। र सकभर तपाईले चाहिँ यो जाहेर कार्ड साथीहरु पाउन बित्तिकै तपाईले चाहिँ आफ्नो मोबाइलमा फोटा खिच्नु होला। फोटाले पनि धेरै चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ र यति बेला चाहिँ अब तपाईले यो जाहेर कार्ड नबोकेको अवस्थामा प्रहरीले तपाईलाई चाहिँ एकछिन तपाईको टाइम तपाईको समय लिन सक्छ, तपाईको समय खर्च हुन्छ। त्यसैले यो चाहिँ तपाईले अनिवार्य रूपमा बोक्नु होला। अनि नबोकेको खण्डमा तपाईलाई चाहिँ त्यहाँनेर धेरै बेर एकछिन चाहिँ अलमलाउँछ, तपाईलाई उस्तै परे चाहिँ तपाईलाई लिएर तपाईको घरसम्म पनि जान सक्छ। त्यही भएर चाहिँ तपाईले यो कार्ड चाहिँ अनिवार्य रूपमा बोक्नु होला अनि भनेर म भन्न चाहन्छु। यदि तपाईहरु जापान आइसकेपछि कुनै नयाँ ठाउँमा घरदेखि बाहिर जाँदै हुनुहुन्छ भने, कुनै भिडभाडमा पनि जाँदै हुनुहुन्छ भने त्यति बेला तपाईहरुले एकदमै चाहिँ ख्याल गर्नु होला। आफ्नो चाहिँ चाहिने सामग्रीहरु, जाहेर कार्डहरु एकदम सुरक्षित मात्रामा राख्नु होला। हुन त जापानमा चाहिँ सामानहरु, यस्तो चाहिँ कार्डहरु अनि महत्त्वपूर्ण कागजातहरु हराए पनि यहाँको व्यक्तिहरुले चाहिँ लाँदैन। यदि लगिहाले पनि नजिकैको पुलिस प्रशासनमा सम्बन्धित निकायमा चाहिँ उसले बुझाउँछ। म पनि जापान आएको लगभग एक हप्ता पछाडि चाहिँ मेरो पर्स, महत्त्वपूर्ण कागजात, पैसा सहित मेरो कार्डहरु चाहिँ थियो। पर्स चाहिँ मेरो बाटामा खसेको थियो
अनि म चाहिँ 1 घन्टा पछाडि फेरि फर्केर चाहिँ जाँदै गएँ र 1 घन्टासम्म पनि त्यो मान्छेहरू चाहिँ मेरो पर्स खसेको बाटोमा चाहिँ एकदम हिँडिरहेका थिए, आवजात भइरहेको थियो, तर पनि कसैले चाहिँ टिपेको थिएन। जापानमा चाहिँ साथीहरू कसैको पनि सामानहरू चाहिँ बाटोमा देखे भने हत्तपत्त त्यसरी टिप्दैनन् र टिपिहाले पनि सम्बन्धित निकायमा बुझाउँछन् र प्रहरी निकायमा चाहिँ बुझाउँछन्। त्यसरी चाहिँ तपाईहरू अब तैपनि तपाईहरूले चाहिँ आफ्नो महत्त्वपूर्ण कागजातलाई सुरक्षितसँग राख्नु होला। फेरि तपाईलाई अब तनाव चिन्ता हुन्छ, फेरि अब 1-2 दिन तपाईँको टाइम। एकदम राम्रो ठाउँ, रमाइलो ठाउँ रहेछ। आज चाहिँ म यता गएको थिएँ क्याम्पसले, एकदमै देख्न सक्नुहुन्छ। म तपाईँलाई देखाइरहेको छु यताको चाहिँ ठाउँहरू। अब चाहिँ रेड लाइट बलेको छ, त्यो व्यक्तिहरू चाहिँ यता रोड क्रस गर्ने तयारीमा हुनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ यो रेड लाइट, अब ग्रिन लाइट बलेको छ अहिले चाहिँ। अब अहिले व्यक्तिहरू चाहिँ रोड क्रस गर्दै हुनुहुन्छ, एकदमै राम्रो। तपाईँ देख्न सक्नुहुन्छ यतातिर चाहिँ जापानको टोकियो यस्तै शिबुया भन्ने ठाउँ हो, एकदमै व्यस्त हुने ठाउँ होइन, बिजी हुने ठाउँ हो यो। यहाँ चाहिँ एकदमै धेरै मात्रामा चाहिँ व्यक्तिहरू बसोबास गर्ने ठाउँ पनि हो। अनि यता चाहिँ देख्नुहुन्छ यता क्यामेराहरू लिएर चाहिँ टोलीहरू यता आएको छ। यता एकदमै राम्रो ठाउँ है एकदम लाग्ने। तर जापानमा चाहिँ बिहान दिउँसो बेलुका चाहिँ एकदमै भिडभाड हुने गर्दछ। एकदम तपाईँले देख्न सक्नुहुन्छ रमाइलो रमाउने ठाउँ छ। खुसी लाग्यो यता आएको यता आउनु पाउँदा। एकदम बिजी लाइफ छ साथीहरू जापानको चाहिँ। उता तपाईँले देख्नुहुन्छ जस्तै ट्रेन पनि गइरहेको छ माथिबाट। यता चाहिँ अहिले यो चाहिँ यो ट्रेन स्टेसन हो यता भित्रको चाहिँ। म चाहिँ अब ट्रेनबाट चाहिँ अब जाँदैछु यताबाट है त।